काठमाडौँ महानगरपालिका 25 मा अवस्थित ऐतिहासिक नवदेगा अर्थात् भवानी शंकर मन्दिर अहिले पुनर्निर्माणको चरणमा रहेको छ। कुल 5,35,80,000 रुपैयाँको लागत निर्माण भइरहेको यस मन्दिरको काम 2082 साल फागुन 4 गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइरहेको छ। यो मन्दिर पुनर्निर्माणको लागि 2081 साल भाद्र 2 गते कार्यदेश दिइएको थियो। इतिहासमा हेर्दा सन् 1675 मा प्रताप मल्लको शासनकालमा शक्तिशाली महामन्त्री देवीदासजी गुठीले यो मन्दिर निर्माण गराएका थिए। नवदेगा मन्दिरलाई त्यति बेलाको एक अग्लो, कलात्मक र प्रभावशाली संरचनाका रूपमा लिइन्छ। पुनर्निर्माणसँगै यस मन्दिरको पुरानो शिलालेखको अध्ययन गरिँदा पुरानो गौरव, वास्तुकला र आस्थालाई समेट्दै नवदेगा मन्दिर अहिले आधुनिक स्वरूपमा पुनर्जीवित हुँदैछ। यस मन्दिरबाट राजधानीको सांस्कृतिक र धार्मिक इतिहास अझ जीवन्त हुने अपेक्षा गरिएको छ। यो 90 साल अगाडिको हो। यही भन्दैछ। अब यो बीचमा यो भयो, यो चाहिँ नि एकदमै यो भयो, यो हतारमा बनाएको यो भयो। अब चाहिँ हामी पुरानै स्वरूपमा यो बन्दैछ। नवदेगा यो ल्याउनुभन्दा अगाडि हाम्रो यसको स्वरूप यस्तो थियो। यो 2090 साल पछि बनेको स्ट्रक्चर हो। 2090 सालभन्दा अगाडि यो 3 तल्ले प्यागोडा शैलीमा थियो। अनि पछि यो भत्कियो। 90 सालमा भत्किएपछि यो मन्दिरलाई हतारमा मुगल शैलीमा बनाइयो। अनि पछि फेरि यो 2072 सालको भूकम्पमा फेरि यो भत्कियो, विभिन्न ठाउँमा चर्की भयो। अनि यो मन्दिर भत्किने अवस्था आइपुग्यो। त्यस बेलामा हामीले मेयर साहबलाई रिक्वेस्ट गऱ्यौँ, हाम्रो यो इन्द्रचोक नजिक, असन नजिक भेटासिंह टोलको यो मन्दिर भग्नावशेष रूपमा परिणत हुन लाग्यो। मेयर साहब यसलाई चाँडै जीर्णोद्धार गर्नु पर्यो भनेर हामीले भने। अनि मेयर साहब आफै पनि आउनुभयो, दुई पल्ट आउनुभयो यो मन्दिर बनाउनुभन्दा अगाडि। अनि पछि उहाँबाटै लौ न, यसलाई त जीर्णोद्धार गर्नुपर्ने हो नि, तपाईँहरू स्थानीयहरूको उसमा आउनुहोस् न, गर्नुहोस् न भनेर भन्नुभयो। अनि हामीले एउटा निर्माण कमिटी बनायौँ। अनि हामीले यो सम्पदाबाट यो मन्दिर चाहिँ नि अहिले लास्ट स्टेजमा बनाउने चाहिँ नि हामी अगाडि आयौँ। यस अगाडि आइसकेपछि यो मन्दिर यो 1990 साल अगाडिको स्वरूप 3 तल्ले प्यागोडा शैलीमा नै बन्ने भयो।